बालेनले सुकुम्बासीलाई स्वास्थ्य जाँच गर्दै चोबार पठाए। सरकारले विशेष हेरचाह गरेकोमा खुसी देखिए। हुनेहरूको गइहाले, खाली भयो, हामी कहाँ जानु? हामी रोडमा थियौँ अनि उहाँहरूले नै हामीलाई लिएर आउनु भएको है। यहाँबाट उहाँलाई चाहिने अब त्यो पहिचान नहुन्जेलसम्म राधा स्वामीमा लाने भनेर हाकिम साहबबाट त्यही निर्देशन भएको छ। अलि आश छ, त्यही भएर त हामीले पनि शान्तिपूर्ण हामीले पनि सबै सामानहरू हटायौँ होइन। न त पहिला हेर्नु भएको थियो होला नि त, ढुङ्गा मुरा हुन्थ्यो होइन, हामीले गरेनौँ। अब हामीले पनि त चान्स हेरौँ न कस्तो रहेछ होइन। दर्शकबिन, थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएर यति बेला गैरी गाउँको सुकुम्बासी बस्तीमा डोजर चलिरहेको छ। सुकुम्बासी बस्ती हटेसँगै वास्तविक सुकुम्बासीहरू सरकारको शरणमा पुगेका छन्। सरकारले पनि उचित व्यवस्थापन गर्दै स्वास्थ्य जाँचको सुविधा सँगै खाजा नास्ता सँगै उनीहरूलाई आज बसोबासको लागि चोबार पठाएका छन्। उहाँहरूलाई कहाँ लाने कुरो छ? उहाँलाई राधा स्वामी उसमा हजुर यो किर्तिपुर हजुर सत्सङ्ग केन्द्र छ अरे त्यहाँ। चोबार पनि भन्दै हुनु त, त्यो चोबार एरिया हो। चोबार एरिया, किर्तिपुर र चोबार एउटै हो। उहाँहरूलाई तिनै राख्ने कुरो हो। अहिले तिनै राख्ने हो अस्थायी रूपमा। आज अब यो उहाँहरू वास्तविक सुकुम्बासी हो कि होइन भन्ने कुरो कहिले पत्ता लाग्छ? त्यो चाहिँ अब सबै विवरण सङ्कलन भइसकेपछि, भेरिफाई भइसकेपछि। पहिला सुरु त यो हुकुमबासीले गर्दा हामी चाहिँ सुकुम्बासी रोडमा आउनु पर्यो कि। दर्शक पनि हेर्न सक्नुहुन्छ, यहाँ बस्तीबाट आएका सबैको स्वास्थ्य जाँच भइरहेको छ। उहाँहरूको अवस्था कस्तो छ यो विषयमा चाहिँ यति बेला स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूले चाहिँ उहाँहरूको स्वास्थ्य जाँच गर्दै हुनुहुन्छ। उहाँहरूलाई केही थप उपचार आवश्यक छ या छैन भन्ने कुराको पनि यति बेला सरकारले नियालिरहेको, नजिकबाट नियालिरहेको पाउँछौँ हामी। दर्शकवृन्द देख्न सक्छौँ यति बेला खाजाहरू पनि दिइँदैछ। यहाँ जो सुकुम्बासी बस्तीबाट आएका उहाँहरूलाई चाहिँ खाजाको व्यवस्था पनि गरिएको छ। हेर्न सक्छौँ हामी, बच्चाहरू लिएर उहाँहरू यति बेला सरकारले लाँदै गरेको ठाउँमा जाँदै हुनुहुन्छ। चोबार, सम्भवतः चोबार जाँदै हुनुहुन्छ। सरकारको र नेपाल सरकारको महानगरको आदेशलाई पालना गरेको छ सुकुम्बासी बस्तीले। एउटा चाउचाउ देऊ, एउटा बिस्कुट लिएर आऊ त। हामी देख्न सक्छौँ उहाँहरूलाई पानी, चाउचाउ, बिस्कुट अहिले खाजाको रूपमा महानगर प्रहरी बलले प्रदान गरिरहेको दृश्य हामी देखिरहेका छौँ। उहाँहरूलाई यही गाडीमा चोबार सुन्दरी घाट राधा स्वामी भन्ने ठाउँमा लगिँदैछ, हामी देख्दैछौँ। सर, उहाँहरूको खाने बस्ने व्यवस्था त्यही ठाउँमा हो? अहिले अब त्यहाँबाट चाहिने यहाँ रङ्गशालामा ल्याउने, यहाँबाट उहाँलाई चाहिने अब त्यो पहिचान नहुन्जेलसम्म राधा स्वामीमा लाने भनेर हाकिम साहबबाट त्यही निर्देशन भएको छ। त्योभन्दा बढी मलाई थाहा छैन अहिले। भनेपछि अहिले सबै व्यवस्था उहाँहरूलाई खाने बस्ने ओर्ने त्यहाँ पहिचान नहुन्जेलसम्म त्यही नै, पहिचान नहुन्जेल त्यही हो। महानगरले व्यवस्था गरे, महानगर र सहरी विकास मन्त्रालय कहाँबाट मिलाउनु भएको छ। हामी यहाँ त आएको झन्डै 1-1.5 घन्टा अगाडि आएको। नागिर त छुटेर फेरि नागिर त लिएर आएको हामी। तपाईँको शुभ नाम बताइदिनु तपाईँ? इन्द्रबहादुर गुरुङ। भनेपछि यहाँनिर तपाईँहरूको विवरण टिपियो, तर हामीलाई यो अहिले यहाँ आउँदा मात्रै थाहा भयो अहिले किर्तिपुर लाने भनेर भन्दै हुनुहुन्छ। अब सामान हाम्रो रोड छेउमा केटाकेटीले मात्रै रुँगेर बसेका छन्। अब हामीलाई थाहा हुनु पऱ्यो नि यो ठाउँमा लाने भनेर। हामीले त्यो ठाउँ कस्तो छ भनेर त हामीले एकचोटि यसो हेर्नु परेन? पहिले थाहा हुनु पऱ्यो भन्ने। अनि अब लगेर जताभावी लगेर फ्यालिदिने कुरा आएन होइन र? तपाईँहरूको धेरै मान्छेहरू त आफ्नो आफ्नो ठाउँ उनीहरूको सम्पत्ति रहेछ त्यहाँ गए, तपाईँहरूको त काहीँ केही पनि छैन? केही नभएर त अनि हामी अहिले रोडको छेउमा सामान राखेर बालबच्चा राखेर बसेका छौँ। वास्तविक सुकुम्बासी भनेको हजुर हजुर। तपाईँहरूलाई न्याय दिनको लागि सरकारले यो काम कदम चालेको हो भन्ने लागेको छ कि छैन विश्वास तपाईँहरूलाई? खै अब गर्ने भए त यो 2 दिनभित्रमै भत्काउने नि थियो होला। वास्तविक सुकुम्बासी छानबिन हिजो अस्ति पनि राम्रोसँग गरेर भत्का भए नि हुन्थ्यो। त्यो कति बेर लाग्ने हो र त्यो छानबिन गर्नुको लागि अहिलेको उसमा?